हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल। तपाईहरुलाई स्वागत छ आजको मेरो च्यानलमा। तपाईहरुलाई आज होमवर्क गर्दाखेरि तपाईहरुलाई डम्बल चाहिन्छ होला, तर डम्बल सजिलो सबभन्दा डम्बल बनाउने तरिका आज तपाईहरुलाई म देखाउन गइरहेको छु। सो लास्टमा हेर्नु होला। तपाईहरुलाई पनि डम्बल चाहिन्छ भने इजी तरिकाले बनाउने हो भने डम्बल म तपाईहरुलाई आज सिकाउने वाला छु कसरी बनाउने। सबभन्दा सुरुमा बोतल चाहिन्छ, त्यो जसको घरमा पनि हुन्छ, छैन भने पनि यताउति खोज्दाखेरि भेटिहाल्छ। बोतलमा तपाईहरुले पानी भर्नुपर्ने हुन्छ, त्यसैले म सिधै जान्छु घर अगाडिको नहर छ हाम्रो अनि तपाईहरुलाई अब कतिको उठाउन सक्छ जस्तै लाग्छ त्यतिको अनुसारले बोतल छान्नु होला। 1.5 लिटरको, 1 लिटरको, 2 लिटरको अनि मैले 2.5 लिटरको छानेको छु। जम्मा मेरो 15 किलोको हुन्छ। अनि गएर पानी भर्नु होला त्यो अनुसारले। अनि म नहरमा पुग्ने बित्तिकै पानी भर्न थालिहाल्छु। अनि मैले पानी भरिसके 4टै बोतलमा। मसँग जम्मा 6वटा बोतल छ, मैले किनकि 2टा बोतल भरिसकेको छु अलरेडी। अनि बोतल भर्ने बित्तिकै म बोतल बोकेर लाग्छु आफ्नो घरतिर। अनि अहिले ओभर हावाको सिजन चलिरहेछ र ओभर हावा खतरै चलिरहेछ, चङ्गा उडाउने सिजन। अनि मैले सबै पानीमा बोतल भरेर एक ठाउँमा भेला पारेको छु। अनि त्यसपछि चाहिन्छ त्यसको लागि तपाईलाई एउटा बाँस जुन पनि लिन सक्नुहुन्छ, राम्रो एउटा गोलो खालको आफूलाई कस्तो ठिक लाग्छ त्यो अनुसार लिन सक्नुहुनेछ। अनि मैले बिचमा टुक्राइवरी लगिसकेको छु, एउटै साइजको बनाइवरी। अनि त्यसपछि चाहिन्छ तपाईलाई दोरी, जस मसँग अगाडिदेखि नै दोरी मैले रेडी पारेर राखिरहेको थिएँ। अनि म दोरी ठिक पार्ने बित्तिकै सामानहरू भेला पारेर बनाउन रेडी थाल्छु। तपाईहरुले एक साइडमा यसरी बानेर गर्न सक्नुहुन्छ, यसरी मजाले बानेर। अर्को साइड पनि यसरी नै बान्नु होला। बान्दाखेरि अलिकति मजाले दरहरे बान्नु होला। अनि मेरो डम्बल बनिसक्यो। अनि डम्बल अब टेस्ट गर्दैछु म, हेर्न सक्नुहुनेछ कि। अनि तपाईहरुले यतिको डम्बल बनाउनु भयो भने तपाईहरुलाई एकदम हेल्प गर्नेछ होम वर्कआउटको लागि। जब कि जिममा जाने पैसा छैन भने तपाईहरुले यतिको गरेर बनाउन सक्नुहुनेछ। अनि तपाईलाई मेरो भिडियो कस्तो लागेको छ लाइक अनि सब्स्क्राइब हान्दिनु होला। बाई बाई।